यता सुनिन्छ मेरो नाक उस्तो कि कसैले जाँड खाएर आउनु भएको छ अलिक यता उभिएर बस्नु पर्यो कार्यक्रममा आज नेपालकै प्रसिद्ध वैज्ञानिक डाक्टर महावीर पुनज्यूको उपस्थिति पनि छ आमाबाबुहरूले अभिभावकहरूले कुरा सुन्नु तथा समापन गरिदिन म हार्दिक अनुरोध गर्न चाहन्छु आदरणीय नगर प्रमुखज्यू यता सुनिन्छ यताबाट बोल्छु सुनिन्छ कहाँबाट बोल्नु पत्रकारहरू परैबाट खिच्दा पनि हुन्छ म साह्रो बोल्छु नि आज 2081 साल माघ महिनाको 25 गते चुप लाग है यहाँ चुप लाग है सुधारबारको दिन आज हामी चाहिँ नि धरान 19 को काङसोरे चोक तलतिरको 1 नम्बर गेट एरिया भन्दो रहेछ के यहाँ उपस्थित छौँ र लागु औषध दुर्व्यसन विरुद्धको सचेतना फैलाउँदैछौँ सबैजनालाई 2 मिनट जति शान्त भएर सुनिदिनका लागि मेरो अनुरोध छ चुप लाग डिसिप्लिन हुनुपर्छ डिसिप्लिन है र आजको यो कार्यक्रममा मेरो नाक उस्तो कि कसैले जाँड खाएर आउनु भएको छ अलिक यता उभिएर बस्नु पर्यो नाक चाहिँ कुकुरको जस्तो छ कि के गर्ने होइन सबैजनालाई स्वागत सम्मान गर्न चाहन्छु कार्यक्रममा उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई हार्दिक नमस्कार छ हाम्रो कार्यक्रममा आज नेपालकै प्रसिद्ध वैज्ञानिक डाक्टर महावीर पुनज्यूको उपस्थिति पनि छ उहाँ लगायत उहाँको टिमलाई हार्दिक स्वागत गर्न चाहन्छु म धरान उपमहानगरपालिकाको प्रमुखको हैसियतले व्यक्तिगत रूपमा संस्थागत रूपमा उहाँलाई हार्दिक स्वागत छ धरानमा अभियानमा जोडिएर धेरै पहिलादेखि सघाउँदै आउनुहुने अभियन्ताज्यूहरू उहाँहरूलाई धन्यवाद दिन चाहन्छु हामीसँग विद्यालयहरूको उपस्थिति छ थुप्रै विद्यालयको उपस्थिति छ इनफ्याक्ट पर्वत इङ्ग्लिस बोर्डिङ स्कुल को उपस्थिति छ यतापट्टि मैले यता आएँ म के स्कुल हो त्यो विद्याभूषण स्कुललाई धन्यवाद दिन चाहन्छु किरातेश्वर स्कुलको प्रिन्सिपल सरलाई मैले देखिरहेको छु भने अरू विद्यालयहरू कुनै ल अनि अन्य सबैजना हामी जे जति छौँ सामाजिक अभियानमा जोडिनुभएकाहरू विभिन्न सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू हाम्रो होप धरान का हाम्रो निश्चल सर हाम्रो स्वतन्त्र नागरिक समाज स्वतन्त्र दिदीबहिनीका प्रतिनिधिज्यूहरू सबैजनालाई धन्यवाद छ नमस्कार छ धेरै लामो सम्बोधनमा समय खर्चन चाहिन मैले अब चुप लागौँ है भान्जाहरू चुप लागौँ यता सबैजना चुप लागौँ एक मिनट चुप लागौँ है लागु औषध नखाउँ भन्ने अभियान भनेको अनुशासनसँग सम्बन्धित अभियान हो चुप लागौँ है चुप लागौँ त्यहाँ माथि पनि नसल बोलाउँ त्यो हाम्रो डाक्टर साहबलाई छोडिदिउँ अहिले यतिखेर छोडिदिउँ यता सुनौँ यता ध्यान दिउँ भनेर भनिराख्नुपर्छ के गर्नु है अब आज म प्लास्टिक टिपाउँछु होला नानीहरूलाई भरे 6 बजीसम्म लागु औषध दुर्व्यसन विरुद्धको सचेतना किन चाहिन्छ यो हैन वाइ वी शुड टक अबाउट दिस किन चाहिँ हामीले चाहिँ यो विषयमा बोल्नुपर्ने छलफल गर्नुपर्ने भन्दा
हामीले लागु औषध दुर्व्यसन विरुद्ध आफूलाई उभ्याउन सक्नुपर्छ। आज यहाँ तपाईहरु जे जति हुनुहुन्छ उभिरहेको हुनुहुन्छ, यो नानीहरू सबैजना यति पक्रेर उभिनु भनेको पनि हैन, म लागु औषध खादिनँ भनेको हो क्या है। त्यसले गर्दाखेरि विशेष गरी म विद्यार्थीहरूकै भविष्यको बारेमा चिन्तित छु। अब हामी त यता जाने बेला भइसक्यो हैन, यता भने के हो थाहा छ? यो बाटोदेखि उता के हुन्छ, को बस्छ त्यहाँ है? अब हामी त त्यता जाने बेला भइसक्यौँ बिस्तारै। तर तपाईहरु जस्तो हैन मसिना नानीहरू जो चाहिँ तपाईको अझै थोरैमा पनि 50 वर्ष यो तपाईको चाहिँ समाजमा बाँच्नुहुन्छ, त्यो भन्दा प्लस बाँच्नुहुन्छ। तपाईहरुको भविष्यको लागि ए भाइ यता भन्छ, यहाँ हो, किन बोलेको तिमी? यति तिमी यता आउन, तिमी यहाँ आऊ, बोल्ने हो न, बोल्ने ए नत्र चुप लागेर बस त्यहाँ। अरे चिनेको छैन कि के हो, कस्तो खालको मान्छे भनेर। म त फेरि बोल्नु दिइहाल्छु, म चाहिँ उता गएर सुन्छु नि, फेरि 5 घन्टा बोलेको गर्नुपर्छ। कसैलाई बोल्नु रहल यहाँ दिइहाल्छु, नत्र चुप लागेर सुन्नु। झन् भन्यो झन् साह्रो है। तपाईहरुको भविष्य भनेकै यो देशको भविष्य हो। म सधैँभरि देश देश भनिन्छु नि, त्यहाँ महावीर सर पनि देश भन्दै कुदिनुहुन्छ। के हो देश भनेको है? बजारमा पाउँछ देश? एक बोरा किनेर ल्याउ न त, पाउँदैन। देश भनेको तपाईहरु भनेको क्या, तपाईहरुको भविष्य भनेको है। तपाईहरुको भविष्यलाई देश भन्छ। त्यो देशको बारेमा चिन्तित म, महावीर सर जस्ता हामी जति पनि छौँ। अब तपाईहरु बारेमा हामी चिन्तित छौँ। कसरी चिन्तित छौँ त भन्दाखेरि भोलि गएर बा बिग्रिन्छ कि बा चाहिँ गलत बाटोमा पो लाग्छ कि है भनेर चाहिँ हामी चिन्तित छौँ। त्यसले गर्दाखेरि तपाईहरुले हैन लागु औषध सुन्नु हुँदैन। कसैले खैनी खाऊ भन्छन् भने खादिन भन्नुपर्छ। के भन्ने हो? अलि साह्रो भन्नु। कसैले खैनी खानु भन्छ भने हो, यसो भन्नुपर्छ। कसैले सुरोट खाऊ भन्यो भने, कसैले जाँड खाऊ भन्यो भने, कसैले रक्सी खाऊ भन्यो भने खैनी चुरोट भोला गुड्का के जति जाँड पानी खानु भएन भने तपाईँ लागु औषधमा जाने हुन्न। किनभने ड्रग्स भन्छ जो खाँदाखेरि पुलिसले पक्रिन्छ नि, त्यो भनेको चाहिँ नेक्स्ट लेभल अफ द एडिक्सन हो है। जस्तै तपाईले नर्सरी पढेर 1, 2 हुँदै जान्छ नि त, त्यहाँ के जति केजीहरू पनि हुन्छ हैन। 9 पास गरेर मात्रै 10 मा गइन्छ नि हैन, कि फुते उफ्रेर 10 मा गइन्छ त? गइदैन नि। हो त्यस्तै हो। त्यो पहिलो क्लास भनेको, पहिलो लेभल भनेकै त्यो खैनी चुरोट केहरू हो। त्यसले गर्दाखेरि त्यस्तो खानु हुँदैन। नखानुस्। कसैले खाँदैछ भने नखा भन्नुस् है। साह्रै भनेको मान्दैन भने हामीलाई भन्दा हुन्छ, पुलिसलाई भनिदिँदा पनि हुन्छ। कुरा बुझ्यो नि? लो हो, यो चिज हो। सिधा कुरा हैन, घुमाइराख्नुपर्ने कुरा छँदैछ है। त्यति गर्न सकिन्छ? धन्यवाद। अब हाम्रो अभिभावकहरूको भूमिकाको बारेमा बोल्नु पर्दा हैन, हामी अभिभावकहरूले पनि हाम्रो केटाकेटी कहाँ जाँदैछ, के गर्दैछ, कस्तो साथीसँग खेल्दैछ भनेर ध्यान राखौँ, हेक्का राखौँ है। पैसा दिएको छु, एडमिसन गरिदिएको छु, राम्रो स्कुलमा लगाएको छु मात्रै नभनौँ। भरे त्यही स्कुलमा गएर सिक्छ क्या उसले लागु औषध खान। कलेजमा पढाउँछौँ हैन, ठुलो छैन बनोस् भनेर पठाउँछौँ, भरे त त्यहीबाट एडिक्ट भएर आइराखेको। त्यसले गर्दाखेरि कस्ता साथी छन्, कस्ता सङ्गतमा हिँड्छन् हाम्रो केटाकेटी भनेर समाजका चाहिँ तपाईँको ठुलो मान्छेहरूले पनि ध्यान दिइरहनु पर्छ है। म सबैजनालाई त्यो भन्न चाहन्छु, आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध छ, हाम्रो नानीहरूलाई गाइड गरौँ। इलाका प्रहरी कार्यालयले पनि अहिले राम्रो काम गरेको जस्तो मलाई लागिरहेछ है। त्यो लागु औषध नबेची नहुने के थियो त्यस्तो? के साह्रो पैसाको लोभ गरेको? बरु महावीर सरको किताब बेच्दिनु होइन? बेकारमा औषधि लुकाएर बेच्यो, पक्रियो भन्ने छ। पक्रोस्, बेसरी पक्रोस् है, पक्रिनुपर्छ। कोही कसैले चाहिँ लागु औषध दुर्व्यसन गर्दैछ त्यहाँ उस भने तपाईँको चाहिँ त्यहाँ गएर रोक्नुपर्छ, खबरदारी गर्नुपर्छ। तपाईँ हामी सबैले, नगर प्रमुखले मात्रै, मेयरले मात्रै बनाएर धरान बन्दैन, प्रहरीले मात्रै बनाएर धरान बन्दैन। हामी सबैजनाको जिम्मेवारी हो।
पत्रकार साथीहरूदेखि लिएर हामी सबैजनाको जिम्मेवारी हो कि लागु औषध दुर्व्यसन मुक्त धरान बनाउनका लागि हामी सबैजना मिलेर लाग्नुपर्छ। त्यो चिज हो। तपाईहरुले साथ दिनुहुन्छ? मुखले मात्रै हो, व्यवहारले पनि साथ दिनु पर्यो है। आज यसो एउटा फोटो खिचाउनका लागि आयो अनि यसो उभिएर मात्रै होइन, प्रतिबद्धता हुनु पर्यो। आई निड योर कमिटमेन्ट है। जो जतिले प्लेकार्ड बोकेर उभिनु भएको छ, आई निड योर कमिटमेन्ट। म जीवनमा लागु औषध खाँदिन, लागु औषधको तपाईँको चाहिँ नि सङ्गतमा म जाँदिनँ भनेर तपाईँले कमिटमेन्ट गर्नुपर्छ। प्रत्येक हप्ता म यसरी नै विद्यार्थीहरूलाई कमिटमेन्ट गराउँछु, साथै नागरिक समाजलाई पनि कमिटमेन्ट गराउँछु है। दाजुभाइ दिदीबहिनीहरू हामी सबैजना सचेत बन्नुपर्छ। मातेर छैन जीवन, मातेर के जीवन छ र? छ किन मात्नु हौ बेकारमा? रिङ्गटा चलिहिँड्नु पर्ने रे है। त्यसो भने यसो घुम्नु नि त, 300 100 चोटि पर्दैन, 50 चोटि सुई सुई घुम्नु अनि उल्टी गर्नु जगाएर सुत्नु, पैसा पनि बस्ने होइन। आखिर रिङ्गटै चलाउनु पर्ने रहेछ त, किन खाइराख्नु? यसरी घुम्नु क्या, यसरी घुम्नु, 50 चोटि सुई सुई घुम्नु त, त्यहाँ पुङलुङ्गै लड्नु, अलिकति उल्टी गर्नु, घर जानु है। रिङ्गटा चलाउनुमा के मजा छ? छैन है। त्यसले गर्दाखेरि रिङ्गटा चलाएर हिँड्नु हुँदैन। अबको युवा त झन् साह्रो होइन। तपाईँको चाहिँ नि चाइनालाई टक्कर दिने युवा हुनु पर्यो यहाँ होइन। माथि हिँडेर एडिक्ट बनेर चाइनालाई टक्कर दिन सक्छौँ हामीले विकासमा? सक्दैनौँ। यस, द्याट्स द फ्याक्ट। त्यो हो चिज। सम्पूर्ण विद्यार्थी केरेहरूलाई धन्यवाद दिन चाहन्छु। विद्यार्थीहरूलाई लिएर आउनुहुने शिक्षक शिक्षिकाहरूलाई मेरो सल्लाह के छ भने, प्रत्येक शुक्रबारलाई हामी सुधारबार भन्छौँ। तपाईँहरूले स्कुलमा पनि थोरैमा आधी घन्टा 1 घन्टा 8 कक्षादेखि माथि 8 9 10 11 12 चलाउनु भएको छ भने ती सम्पूर्ण क्लासका विद्यार्थीहरूलाई तपाईँहरूले ब्रिफिङ दिनै पर्छ एभ्री विक। इनफ्याक्ट एभ्री डे दियो भने झन् राम्रो है। किनभने दुर्व्यसनी बन्यो भने, विद्यार्थी दुर्व्यसनी बन्यो भने आमा बाउको लगानी पनि डुब्छ, राज्यको सरकारको लगानी पनि डुब्छ, शिक्षक शिक्षिकाको लगानी मेहनत पनि डुब्छ होइन। र तपाईँको चाहिँ नि विद्यार्थीको जीवन त नाश हुने नै भयो। त्यो चिज हो। त्यसले गर्दाखेरि त्यसो नहोस् भन्ने मेरो हार्दिक अनुरोध छ, सुझाव छ, निर्देशन पनि छ। त्यसरी जाउँ। हामी यहाँ सबैजना जे जति उपस्थित छौँ है, हामी सबैजनाले आज कमिटमेन्ट गर्नुपर्छ। हामीले लागु औषध सेवन गर्दैनौँ, गर्न दिँदैनौँ है। फोकटमा नडुली हिँड्नु, युवाहरू पनि फोकटमा नडुली हिँड्नु होइन। साह्रै धेरै फोकटमा डुल्न मन लाग्छ भने माथि आउनु ढुङ्गा बोकाएकै गर्छु, सिपालु छु नि होइन। 10 केजी 15 केजी होइन, आफ्नो गच्छे अनुसारको बोक्ने हो है। ढुङ्गा किन बोक्छौँ? ऊ महावीर सरले किताब किन बोक्नुहुन्छ? देश बनाउनलाई भनेर ढुङ्गा बोक्नु देश बनाउनलाई हो है। त्यो धेरै फोकटमा नकुदिन है। हुन्छ हुन्छ, यता फोकटमा नकुदिन बेकार। बरु यसो चाहिँ नि प्लास्टिकहरू टिप्नु, झारहरू खेल्नु, यता थुप्रो देख्छु फोहोरमा है। त्यसो गर्नु, हल्लेर चाहिँ नहिँड्नु है। युवाहरू यहाँ भाइ भतिजाहरू थुप्रै छन् होइन, देख्दैछु। हल्लेर चाहिँ नहिँड्नु है। हल्लिँदै हल्लिँदै हल्लाउँदै भने के हो थाहा छ? जुल्फी जुल्फी जुल्फी। फेरि अर्को नसोचिहाल्नु। हल्लाउँदै हल्लाउँदै है। कहाँ हिँडेको युवा तिमी, अमूल्य समय बिताउँदै भन्ने मेरो गीत सुनेको छ? सुनेकै रहेछ मेरो गीतहरू, राम्रो छ नि। हल्लिँदै हल्लिँदै हिँड्नु हुँदैन। होइन के अरे तपाईँको चाहिँ नि लुडो तास हल्लाएर तपाईँको चाहिँ नि हुँदैन। त्यसरी पनि लुडो खेल्नेहरू थुप्रो हुनुहुन्छ यहाँ। खतरा लुडो खेल्नेहरू हुनुहुन्छ होला, चोकै पछि हुन्छ नि। लुडो खेल्नु जतिको फेरि गाह्रो काम केही हुँदैन होइन भन्नु त। यस्तो गरेर अब 2 भन्दा 2 ठ्याक्कै कसरी ल्याउनु? यसरी खतरा खतरा गरेर 2 नै आउँछ हौ, छक्क पर्छु। 2 यो अब आउँदो धरान उत्सवमा चाहिँ लुडोको पनि प्रतिस्पर्धा राखौँ कि भन्दैछु।
है। भन्नुको मतलब लुडो खेलेर के खेलेर समय बर्बाद नगर्नु होइन। बरु बारीमा एउटा खोर्सानी रोप्नु है, पानी लगाउनु त्यो खोर्सानीमा, केही न केही गर्नु। ओह, महावीर सर जस्तो चाहिँ नि वैज्ञानिक तपाईँहरू बन्ने कि नबन्ने? सबैजना महावीर पुन जस्तो वैज्ञानिक बन्ने हो अनि हर्क सम्पाङ जस्तो लिडर चाहिँ नबन्ने? ए ल, कोही हर्क साम्पाङ जस्तो लिडर बन्नु, कोही महावीर पुन जस्तो साइन्टिस्ट बन्नु। उहाँ र ममा के सिमिलारिटी छ भन्दाखेरि उहाँ पनि सादगीमा विश्वास गर्नुहुन्छ, म पनि सादगीमा विश्वास गर्छु है। आज चाहिँ योग्यता किन आएको भन्दाखेरि प्रत्येक सुधारबार चाहिँ म राष्ट्रिय पोसाक अथवा स्वजातीय पोसाक लगाउँछु भनेर मैले घोषणा गरेको छु। म जीवनभर शुक्रबारको दिन मलाई भेट्दा यसरी नै देख्नु। द्याट इज द कमिटमेन्ट। बोल्यो कि सक्यो है, त्यस्तो तपाईँहरू बन्नु पर्यो। मैले बोलेपछि सक्यो। प्रत्येक शुक्रबार म राष्ट्रिय पोसाक लगाउँछु भनेर भनेपछि होइन, मैले अहिलेसम्म हेर्नुहोस् आज 141 हप्ता भयो। 141 हप्ताकै तपाईँको चाहिँ नि होइन, तपाईँले भिडियोमा खोजेर के अरे पिक्चर खोजेर हेर्नुहुन्छ भने यस्तै गेटअपमा दौरा सुरुवाल है। आज चाहिँ त्यो भएर मात्रै नत्र उहाँको र मेरो चप्पल अघि बिहान मिल्यो, भाइरल पनि भइरहेछ। उहाँ पनि श्रम गर्नुपर्छ भन्ने मान्छे हो, म पनि श्रम गर्नुपर्छ भन्ने मान्छे हो है। त्यसले गर्दाखेरि उहाँलाई पनि राज्यले सहयोग गरेको छैन, मलाई पनि गरेको छैन। क्या हो घृतो गाग्री बगेर कुदिनु परेको होइन, त्यो हो। तर सरकारले सहयोग गर्दैमा मात्रै काम गर्नुपर्छ भन्ने छैन है। सरकारले सहयोग नगर्दैमा हामी चाहिँ निराश भइहाल्नु पर्छ भन्ने छैन। त्यसले गर्दाखेरि त्यस्तो खालको तपाईँहरू पनि बन्नुपर्छ, म त्यो पनि भन्न चाहन्छु। धेरै लामो नबोलौँ होइन, एकछिन गएर भात पकाउनु पर्छ होइन। आज शुक्रबार तपाईँहरू हाफ छुट्टीको दिन पनि यसरी आइराख्नु भएको छ, इभन इन द युनिफर्म है। विद्यार्थी नानीहरूलाई धेरै धेरै मेरो तर्फबाट धन्यवाद छ। राम्रो बन्नु होला, राम्रो पढ्नु होला है। तपाईँहरूकै लागि हो खासमा यो कार्यक्रम हामीले गरेको। मैले भने नि हामी त अब यता जाने बेला भइसक्यो, यो बाटोतिर बास बस्ने बेला भइसक्यो अब। तर तपाईँहरूको बारेमा हामी चिन्तित छौँ। तपाईँहरू जस्ता नानीहरू होइन भोलि गएर बिग्रिनु नपरोस्। छोरीहरू त त्यति बिग्रेको हुँदैन, 100मा 2जना 3जना बिग्रेको हुन्छ। सुन्नु है, अब छोरा मान्छे चाहिँ साह्रै बिग्रेको हुन्छौँ हामी किन बिग्रेको हुन्छौँ ए भान्जा हो किन बदमास भएको छोरा मान्छे है। इलाका प्रहरी गयो भने अहिले भान्जाहरू मात्रै बसिरहेको हुन्छ है। त्यहाँभित्रका यति ब्राउन सुगर बोकेको थिएँ हौ मैले त, यसो अलिकति बाहना चाहिँ त्यस्तो होइन। सबै हाम्रो बिचरा हाम्रो भान्जाहरूलाई पक्रेर त्यहाँ थुन्दाखेरि होइन कति धेरै मन रुन्छ क्या मेरो। म त्यसै यो माइक लिएर कुदिने छु र है, मजाले सुतिराख्दा पनि हुन्थ्यो। त्यतिखेर किन कराइराख्नु जाडो बेकार होइन भन्दा आई एम वरिड अबाउट योर फ्युचर है। आई एम वरिड अबाउट योर वेल बिइङ होइन। आई एम वरिड अबाउट एभ्रिथिङ है। त्यो चाहिँ तपाईँसँग रिलेटेड हरेक कुरासँग चिन्ता छ, मलाई चासो छ। त्यसले गर्दाखेरि यति भन्न चाहन्छु। सम्पूर्ण शिक्षक शिक्षिकाहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु, विद्यार्थीलाई सहभागी गराएर आउनुभयो र सम्पूर्णलाई धन्यवाद दिँदै आजको बैठक आमिनलाई यो कार्यक्रम यही समापन भएको जानकारी गराउँदछु। अब हामी विद्यालयगत साथै एज अ होल सबैजना ग्रुपिङ फोटो लिन्छौँ होला, त्यसपछि आफ्नो घरतर्फ लाग्छौँ है। थ्याङ्क यू सो मच, धन्यवाद छ। ल से नो टु ड्रग्स भन्ने हो भन्नु त ल। थ्याङ्क यू सो मच। ल आउनुहोस् यता अब।